कारणले मात्रै म जित्छु भन्ने दिवा सपना नदेख्नुस्। चाहिँ मन्त्रालयहरू आफ्ना आसेपासेका सिफारिस खोजेर हिँड्ने हो, जनताका प्रतिनिधिहरूलाई अपमान गर्ने हो, उनीहरूका सिफारिसलाई चाहिँ रद्दीको टोकरीमा फाल्ने हो। अनि यो एमाले जे भने त्यही निर्देशन छ भने सभामुख संसदको एमालेको होइन। अब मलाई मन नपरेर मैले रुको जरा, सबर करो, बोला धक्का मुक्की नहीं करने का, आराम से। मात्रै बजेट लानु खोजे आयो। यस्तो तरिकाले यहाँहरूले देश बनाउन सक्नुहुन्न जस्तो लाग्छ। त्यसै कारण जब बजेटै जाँदैन भने त्यो जिल्ला नेपालमा किन राख्ने? खाली ट्याक्स लिनलाई राख्ने। मन्त्रालयको बजेट उल्टोबाट हिँडिरहेको अवस्था देखिन्छ। हेलो, नमस्ते 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 सबैजनालाई नमस्ते भन्न चाहन्छु। अनि खास गरी चाहिँ यो केपी ओलीको चाहिँ झोले हुँ भन्छन् नि, केपी झोले हुनेहरूले चाहिँ आज त बल्ल थाहा पाइसक्यो होला नि होइन। 2-3 जनाको टाउके नेताहरू मन्त्रीहरूको आफ्नो क्षेत्रमा बाहेक अन्ततिर त बजेट त शून्य बनाइदिन्छ नि त। त्यही भएर आज आगो परिरहेछ संसदमा होइन। हिजोदेखि चाहिँ एकदम आगो बलिरहेछ संसदमा। पार्टीको कुरा छोडो होइन, पार्टीभित्रकै मान्छेले त पनि विरोध गरेछन् भने प्रतिपक्षकै मान्छेहरूले पनि लास्टै मुखै छोडेर चाहिँ यस्तो बिजोग गरिरहन। एकदम आगो परिरहेछ संसद भवन, बहुत गाह्रो छ। यहाँ सुन्नुहोस् है त नेताहरूले के भन्दै हुनुहुन्छ। एउटा गर्दै म तपाईँहरूलाई भिडियो देखाइदिन्छु। बजेट हालेको कारणले मात्रै म जित्छु भन्ने दिवा सपना नदेख्नुस्। आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट हालेपछि तपाईलाई लागेको होला 84 को चुनाव जित्न सजिलो हुन्छ। तर याद राख्नुस्, तपाईको पैतृक सम्पत्ति गरी जसरी गरी आफ्नो मनलाग्दी राज्य कोषको दुरुपयोग गर्नेलाई जनताले 84 मा जवाफ दिनेछन्। म तपाईहरुलाई रोस्टमबाट खुला चुनौती दिन चाहन्छु। अहिले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित गर्ने कुन क्षेत्रमा चुनाव लडौँ भन्नुस्। म 84 मा तपाईको क्षेत्रमा आएर म चुनाव लड्न आउँछु। तपाई बजेट हालेको कारणले मात्रै म जित्छु भन्ने दिवा सपना नदेख्नु। मात्र होइन, फेरि यतातिर हेरौँ न। फेरि यो त अब केपी ओलीको चाहिँ एकदमै नजिकैको मान्छे हो होइन। उहाँको पनि फेरि हालत त्यही छ बिचरा साथी। त्यही भएर झोले हुनु हुँदैन, कसैको झोला बोक्नु हुँदैन भन्न चाहन्छु कि मैले चाहिँ। यस्तो झोले हुनेहरू गु पनि खान्छु जस्तो गर्नेहरूलाई चाहिँ यस्तै गराउनुपर्छ भन्न चाहन्छु मैले चाहिँ। तरिका यही हो, मन्त्रालयहरू यही ढङ्गले चल्ने हो। यही ढङ्गले चाहिँ मन्त्रालयहरू आफ्ना आसेपासेका सिफारिस खोजेर हिँड्ने हो, जनताका प्रतिनिधिहरूलाई अपमान गर्ने हो, उनीहरूका सिफारिसलाई चाहिँ रद्दीको टोकरीमा फाल्ने हो। अनि यो सिस्टमले काम। यो त अझै कडा सुनाउन हेर्नु न। जिउँदो नेपाली भनेको यस्तो हुनुपर्छ। या जिउँदो नेपाली शान हो क्या उहाँ चाहिँ होइन। नेपाली जिउँदो गरिब दुखी जनताको एकदम मनमुटुको कुराहरू बोल्ने अनि संसदमा बोल्ने निडर एउटा चाहिँ व्यक्ति उहाँ हुनुहुन्छ। उहाँको कुरा पनि सुनाउन। उहाँको आक्रोश अझै कडा छ। गर्छ हिसाबले यदि निर्देशन दिनु छ त्यो निर्देशन हामी मान्न तयार छैन। किनभने सभामुखले निर्देशन दिनु परेको सबै जिल्लामा बजेट किन गएन? त्यो निर्देशन दिन आउँदैन सभामुखलाई। एमाले जे भने त्यही निर्देशन छ भने सभामुख संसदको एमालेको होइन। यो हेर्नुहोस् अनि यो हेर्नु होइन। यसमा चाहिँ त्यो बजेटको किताबै च्यात दिनुभयो क्या उहाँ सांसदले चाहिँ। किन अति गर्नु हुँदैन नि त। हुनु पनि यार, राजस्व सङ्कलन गर्ने बेला चाहिँ देशैभरिबाट गर्ने होइन। बजेटहरू हाल्ने बेला चाहिँ झापा रूपन्देही जहाँ आफ्नो चाहिँ जहाँको चाहिँ अर्थमन्त्री छ, जहाँको प्रधानमन्त्री छ, जसको सोर्स फोर्स चल्छ उसकै मात्रै। अनि चाहिँ डडेलधुरा नेपाली काङ्ग्रेसको पार्टी सभापतिको एरिया त्यस्तो ठाउँहरूमा मात्रै बजेट खनाएपछि अनि रिसले चाहिँ उहाँले चाहिँ त्यो बजेटको किताबै च्यात दिनु भएको छ कि। बजेट भएको हुनाले यो बजेटको किताब मलाई हेरे केही पनि साँच्चैकै जनताप्रति जनताबाट उठेको राजस्वले जनताप्रति उत्तरदायी नलिएको र एकाधिकार कायम गरिएको हुनाले यो किताब मलाई मन नपरेर मैले रुको जरा, सबर करो, बोला धक्का मुक्की नहीं करने का, आराम से लेने का। अर्को नेपाली काङ्ग्रेसको एउटा प्रभावशाली नेता जसले चाहिँ कुलमान घिसिङ अस्ति राज्य मन्त्री पनि हुन्थ्यो र उहाँले चाहिँ कुलमान घिसिङलाई निकाल्ने बेला चाहिँ निकाल्नु हुँदैन भनेर सपोर्ट गर्नु भएकै कारणले गर्दा उहाँलाई चाहिँ सत्ताबाट निकालेको थियो, मन्त्रीबाट हटाएको थियो होइन। उहाँको क्षेत्रमा पनि बजेट परेनछ। उहाँले पनि एकदम मुखभरिको जवाब दिनुभएको छ र एकदम ठुलो विरोध गर्नुभयो। यस्ता नेताहरू चाहिन्छ कि पार्टीभित्र पनि। अब सबै पार्टीमा कचरा खराब मात्रै नेताहरू छन् भन्ने हुँदैन। यस्तो नेताहरू पनि छन्। उहाँको कुरा सुनाउनु न, हेर्नु न। तपाईहरुले के तपाईहरु मात्रै को जिल्लाले मात्रै बजेट लानु खोजे आयो। यस्तो तरिकाले यहाँहरूले देश बनाउन सक्नुहुन्न जस्तो लाग्छ। त्यसै कारण जब बजेटै जाँदैन भने त्यो जिल्ला नेपालमा किन राख्ने? खाली ट्याक्स लिनलाई राख्ने। शहरी विकास मन्त्रालयको म स्टार्ट गर्छु।
काठमाडौँमा 3 करोडको दरले 131 योजना छ। आर्थिक मन्त्रालयको बजेट उल्टोबाट हिँडिरहेको अवस्था देखिन्छ। मैले बार यो संसदमा कुरा उठाएँ र 79 किलोमिटर बाटो फरक पर्छ भनेर जाने दैलेख हुँदै जाने महाबुद्ध। अन्तिममा यो सबै भिडियो हेरिसकेपछि तपाईहरुको मनमा पनि एकदम आक्रोश आइरह होला हैन। मलाई पनि त्यस्तै भइरहेछ। अब हामीले चाहिँ ट्याक्स तिर्ने त सबैको ठाउँले सबै ठाउँको जनताहरूले तिरिन्छ नि त, बराबरै ट्याक्स तिरिन्छ, हाम्रै पैसा हो त्यो हैन। अनि हाम्रो पैसा चाहिँ कुनै नेता, त्यो नेता पनि सीमित क्षेत्र, त्यसकै क्षेत्रबाट मात्रै, त्यसको क्षेत्रको जनताको मात्रै भोट लिएर जितेर आएको हो नि त आउन चाहिँ, त्यो पनि सांसद मात्रै हो हैन। तर त्यही व्यक्तिलाई अब चाहिँ हाम्रो क्षेत्रबाट जितेको, प्रत्येक नेपालको सबै क्षेत्रबाट जितेको सांसदहरूले भोट हालेर सहयोग गरेर नै प्रधानमन्त्री मन्त्रीहरू बने हो नि त तिनीहरू। तर तिनीहरूले चाहिँ जब आफ्नो पदमा पुगिसकेपछि अनि चाहिँ आफ्नो एउटा औकात देखाइदिन्छन् कि, औकात देखाइदिन्छन् भन्दा नि सबै कुराहरू भुल्छन् कि। हामीले चाहिँ तिनीहरूले सबैले सहयोग गरेर हामी यहाँसम्म आएको छ, सबैले कर तिरेको छ हैन। यो कर त चाहिँ नेपाली जनताले पाइ गरेर उठाएको कर हो नि त। त्यसरी चाहिँ सबै ठाउँबाट कर उठाएर अनि चाहिँ त्यो बजेट आउने, बजेट छुट्याउने बेला चाहिँ एउटै क्षेत्रमा 2-4 वटा क्षेत्रमा मात्रै, जहाँ चाहिँ मन्त्री जो मन्त्री छ तिनीहरूको क्षेत्रमा मात्रै छुट्याउँदाखेरि चाहिँ त्यत्रो कर तिर्ने हामी जस्तो जनताहरू त मारमा पर्छ नि त बिचरा। अब चाहिँ प्रत्येक क्षेत्रमा अलिकति जति सकिन्छ त्यति मिलाएर बजेट हैन बराबर मिलाएर सबै ठाउँलाई विनियोजन गर्नु पर्थ्यो हैन। र अहिलेको यो बजेटमा चाहिँ अलिक धेरै अति नै भएको कारणले पनि होला सायद हैन। नभए सत्तापक्ष त जहिले पनि विरोध नगरेर टेबल फुटलाई जस्तै गरेर ठोकेर पास गर्छन् हैन। तर अहिले चाहिँ यस्तो विरोध भइरहेछ भन्नुको मतलब के हो भने अब मेरो अन्तिमै होला हैन। अब यस पछाडि चाहिँ हामीले पाइन्छ कि पाइदैन, अब चाहिँ नयाँ दलहरू पनि एकदम पुरै भेल जसरी चाहिँ उग्लेर आइरहेछन्, उनीहरूले चाहिँ अब हामीलाई पत्तासाफ गर्छन्। यही अन्तिम हो, अब जसरी पनि चुनाव जित्नै पर्छ भन्ने हिसाबले त्यसरी चाहिँ सोच बनाएर अब अर्कोचोटिको चुनाव चाहिँ जित्नै पर्छ भन्ने हिसाबले अहिले चाहिँ यिनीहरूले गर्न खोजे होला नि जस्तो लाग्छ मलाई। अनि तपाईँको विचारमा कस्तो लाग्छ? सल्लाह सुझाव कमेन्ट पनि लेख्न नभुल्नु होला र आफ्नो क्षेत्रबाट चाहिँ आवाज उठाउने कोसिस गर्नु होला सामाजिक सञ्जालमा। अब सभ्य तरिकाले चाहिँ हामीले जहाँ पनि विरोध गर्न पाइन्छ हैन। अपशब्दहरू बोल्नु त हुँदैन, तर के भने सबै तरिकाले हामीले अब विरोध गर्दा कसै राम्रो खालको मान्छे छ, नेता छ भने तिनीहरूको त कहिलेकाहीँ हामी जस्तोको आवाज हैन, दुखी गरिबको आवाज सुन्दा पनि कहिलेकाहीँ कसैको मन पग्लिन पनि सक्छ कि। त्यो कारणले गर्दाखेरि चाहिँ आवाज उठाउन नछोड्नु होला भन्दै मेरो भिडियो कस्तो लाग्छ अवश्य पनि सल्लाह सुझाव दिनुहुनेछ भन्ने अपेक्षा गर्दै अहिले बिदा चाहन्छु। नमस्ते। यस्तै भिडियो लिएर फेरि आउनेछु, जोडिनु होला। धन्यवाद।